म हान्दिनँ। यो अझ किन एक्लै एक्लै सुकुलाएर बस्छ? के भइरहेछ यसलाई? तपाईँको भाइ त बिग्रिसकेको। म त पत्याउँदिन, होइन होला त्यस्तो। केटा त पुरै जगिस हुन्छ। आइज बस्छ शान्त छ अरे। मलाई धेरैजनाले भनिसके नि, अस्तिदेखि म गान गान गुन्नु सुनिरहेको छु। होइन भन्छ एकदमै नराम्रो स्थितिमा पुगिसकेको छ। अहिले भर्खर मरेर बस्नु भयो है, छोड्नु पर्छ अब। म आफ्नै पहिलेको लाइफमा फर्किन चाहन्छु। साथीहरूको लहे लहेमा लागेर लागु पदार्थ सेवनबाट म मेरो जिन्दगी बर्बाद गरिरहेको रहेछु। आज थाहा भयो म मृत्युको मुखबाट बाँचेर म आज नयाँ जिन्दगी पाइरहेको छु। आफू पनि बचाउँ र समाजलाई पनि बचाउँ। मुक्त समाज हाम्रो